कर चाहिँ राज्यले लिने, अहिले आएर चाहिँ राज्यले अन्धधुन्द चाहिँ बिना सूचनामा चाहिँ त्यसरी अर्का घर भत्काउनु भन्दा पहिला तपाईहरुले किन आवाज उठाउनु भएन र जब विनाश भइसक्यो, जब भत्किसक्यो तब आवाज उठाउनु भयो? आवाज त मैले हिजो सुकुम्बासीको विषयमा पनि आवाज उठाएको थिएँ। सुकुम्बासी को हो, हुकुमबासी को हो? यो घन्टीको सरकार, बालिन सरकारलाई मैले हिजो पनि च्यालेन्ज दिएको हो। सक्छ भने हुकुमबासी को, सुकुम्बासी को, त्यसको पहिला पत्ता लगाएर मात्र अन्धधुन्द डोजर नेपाल अधिराज्य डोजर किन लगाइयो त? त्यतिखेर पनि मान्छे त्यहाँ हुकुमबासीले त्यहाँनिर टहर बनाउने, 2 लाख 3 लाखमा बेचबिखन गर्ने, मेन सुकुम्बासीको पीडा अहिलेसम्म चाहिँ कहाँबाट चाहिँ सल्भ भयो? तपाईलाई खोला करिडोरको बाटो चाहिन्छ कि चाहिँदैन? एउटा कुरा, मान्छेको घर भत्काउँदैमा विकास कहिले पनि हुँदैन। विकास हुनको लागि पहिला नेपाली जनता विकास हुनुपर्छ भन्ने मेरो मान्यता हो। बाटो बनाउनुपर्छ, त्यसको विरोधमा म होइन। तर बाटो बनाउँदै गर्दाखेरि हिजो उसले त्यो जग्गा किनेको, सरकारले राज्यले कर लिएको छ नि त, मालपत्र जग्गा पास गर्दै जाँदाखेरि ओडाले घरबाटोको सिफारिसको पैसा लिएको छ नि त। राज्यले पैसा चाहिँ लिने, त्यस पछाडि चाहिँ अहिले चाहिँ राज्यले 1 रुपैयाँ क्षतिपूर्ति नदिकन अर्का घरमा डोजर लगाउने, हिजो मिल्छ? हिजो बालाजु बाइपासमा सयौं घरहरू नभत्काएको भए आज विकास हुन्थ्यो। आज त्यो बाइपास देख्न पाइन्थ्यो हामीले। त्यो बाइपासमा भनेको भरको यतापट्टिको जुन रानीमन क्षेत्रमा भएका घरहरू सबै चाहिँ पूर्जा नभएका घरहरू राज्यले भत्काएको हो, हैन? तर पूर्जा भएको घर चाहिँ राज्यले क्षतिपूर्ति दिएर त्यहाँको सबै कुरा मिलाइसकेको छ। अहिले पनि त्यो चाहिँ स्थगित भएको छैन, त्यो मुद्दामा छ। त्यो आधी बाटो मात्रै पिच भएको छ, आधी बाटो अहिलेसम्म पिच भएको छैन। ल, राज्य